यदि तपाईँ एभ्री मन्थ 10,000 सेभिङ गर्ने सोचमा हुनुहुन्छ भने अहिलेको सिचुएसन अनुसार केमा इन्भेस्टमेन्ट गर्न बेटर हुन्छ होला। यदि हरेक महिना 10,000 पिगी ब्याङ्कमा जम्मा गर्नुभयो भने त्यो पैसा 10 वर्षमा गएर जम्मा 12 लाख रुपियाँ हुन्छ। तर पिगी ब्याङ्कमा जम्मा नगरेर अरू मिडियममा इन्भेस्ट गर्नुभयो भने कस्तो हुन्छ हेरौँ है त। यदि 10,000 ब्याङ्कको सेभिङ एकाउन्टमा राख्नुहुन्छ र 3% इन्ट्रेस्ट पाउनुहुन्छ भने 10 वर्षमा त्यो पैसा 13,97,000 हुन जान्छ। त्यसैगरी फिक्स्ड डिपोजिटमा राख्नुहुन्छ र 4% पर एनम पाउनुहुन्छ भने 10 वर्षमा 14,75,000 हुन जान्छ। त्यो पैसा फिक्स्ड डिपोजिटमा नराखेर एसआइपी गर्नुहुन्छ भने 10,000 8% को दरले 10 वर्षमा 18,41,656 रुपियाँ हुन जान्छ। नेपालमा एसआइपी को रिटर्न फिक्स हुँदैन किनकि यो शेयर मार्केटमा आधारित हुन्छ। शेयर मार्केट बढेको बेला राम्रो रिटर्न आउन सक्छ भने घटेको बेला कम आउन सक्छ। यदि त्यो पैसा फाइनली स्टक मार्केटमा लगानी गर्नुहुन्छ र 12% पर एनम रिटर्न आयो भने मात्रै पनि करिब 23 लाख हुन जान्छ। यो त केवल एउटा प्रिडिक्सन गरिएको मात्र हो। बाँकी तपाईले आफ्नो सेभिङ कसरी इन्भेस्टमेन्ट गरिराख्नु भएको छ नि कमेन्ट गर्न चाहिँ नबिर्सनु होला।